Good morning, sunrise from चित्रसारी ब्रिज मोटरसाइकल स्टार्ट दामी राइड देखाउँछु आज म सर चित्रसारीबाट 3 किलोमिटर माथि गएपछि टाढी अनि शान्ति चोक पछि पर्सा पेट्रोल स्वाट्टा हाल्ने महँगो भए पनि अनि बुलेरोको पछि लाग्ने अनि ट्रक आउँछ ट्रकलाई यसो छल्दिने अनि अगाडि बढ्दै जाने कुखुरा चरिरा हुन्छ यहाँबाट राइट हान्दिने अनि राइट हान्दै लगभग 4 किलोमिटर मान्छेले दुध बोक्दै हिँडे हुन्छ अगाडि रिक्सा यताउता मान्छे पराल देखिन्छ त्यही बाटोलाई पछ्याउँदै अगाडि जाने अनि यताउता दायाँ बायाँ हेर्दै पिड्दै अनि अगाडि गएपछि नरिवल चोक आउँछ नरिवल चोक पछि स्वाट लेफ्ट गएपछि याद गर्नु त्यहाँ भैँसी देखिन्छ भैँसीलाई छिचोल्दै अगाडि लाग्ने अगाडि लागेपछि ठ्याक्क ड्याम आइपुग्छ ड्याम आइपुगेपछि राइट अनि बादलहरू देखिन्छ खोला देखिन्छ खोलालाई एकछिन दङ्ग परेर हेर्ने अनि हेर्दै अगाडि जाने अगाडि गइसकेपछि बाटोमा बाख्रा आउँछ बाख्रा कुदिरा हुन्छ त्यसलाई टेन्सन नलिने गेट आउँछ गेटलाई वास्ता नगर्ने साइडबाट यस्तो लुत्त बाइकलाई छिराउने साथीभाइले हेल्प गरिदिन्छन् यहाँ अनि अगाडि गएपछि फेरि ढुवारेर मोटरसाइकल स्टार्ट गर्ने अनि सुई अगाडि गएपछि मान्छे खेलिरहेको हुन्छन् त्यसलाई हेर्ने आनन्द लिने अगाडि बढ्दै जाने अनि मोटरसाइकल यताउता ताल आउँछ हाम्रो डेस्टिनेसन ल्याउन खोजेको यहीँ हो बादल खोला यताउता दायाँ बायाँ हेर्ने आनन्द लिने यहाँ चाहिँ एकछिन आँखा सेक्ने फेरि मिठोसँग सेक्ने अनि शीतल पनि बनाउने अनि आनन्दसँग केराउ चना मोमो समोसा पनि गुवाम हानिदिने यहाँ बसेर अनि त्यसपछि केटाहरूले फोटो खिचौँ भन्छन् खिच बाबु हो भन्नुपर्छ अनि त्यसपछि बिस्तारै एकछिन यताउता टहल पहल गरेर फोटो खिच्ने टिकटक बनाउने काचाङ कुचुङ पारेपछि चलिदिने खाल्टा खुल्टी आउँछ टेन्सन नलिने बिस्तारै यहाँबाट कुमरोज निक्लिने हो फेरि अनि आनन्दसँग चित्रसारी पुग्ने गुवाममा भात खाने ल्याम्मा सुत्ने बस।